आज चाहिँ हामीले रुखमा आगो बालेर यस्तो के गर्न खोजेको वाट्सअप गाइज राधे राधे तपाईँ सबैजनाहरू सन्चै आरामै हुन्छ म नि सन्चै आरामै छु। अनि अहिले चाहिँ म दाउरा चिर्न आँटेको दुईटा दाउरा लिएर आएको छु टक्कर रेडी पारेर ठङ ठङ हालेर। अनि क्यामेरा चाहिँ हल्का कालो कालो आएछ अपोजिट डिरेक्सनमा भएर होला पुरै गोरो मान्छेलाई पनि कालो देखाइदिएको थेट कस्तो क्यामेरा भएछ अपोजिट डिरेक्सनमा भएपछि ठ्याक्क रिफ्लेक्ट अर्कै हुन्छ क्या। अनि मैले चाहिँ दाउरा चिरिसकेँ गफमा अनि त्यसपछि काट्नु थालेँ मैले फर्सी चाहिँ के को लागि भन्नुभएको होला खोलेको लागि। कतिजनाले चाहिँ सोचिराख्नु भएको होला फर्सी त खान्छन् भनेर होइन। अब दुईटा प्रकारको हुन्छ एउटा खाने एउटा नखाने चाहिँ यस्तो खोलेतिर हालिदिन्छौँ हामी। अब तपाईँहरू के गर्नुहुन्छ त्यो चाहिँ थाहा भएन मलाई होइन। अनि अहिले चाहिँ थम्बनेलमा तपाईँहरूले देख्नु भएको होला रुख बाल्न आँटेको भनेर त्यस्तो चाहिँ होइन है कदापि पनि होइन। त्यो चाहिँ धेरै ब्याङ्गे मुनि झरेर अनि आगो बाल्दै यस्तो पेट्रोल हालेर मर्छ कि भनेर हो। त्यस्तो रुखसुख आगो बाल्ने काम चाहिँ कसैले नगरौँ होला। ग्रिन अर्थ भने जस्तै हाम्रो पृथ्वीलाई वातावरणलाई हरियो पार्नुपर्छ होइन। यस्तो अहिलेको गर्मीमा कति गर्मी हुन्छ याद गर्नु पहिलेतिर यस्तो हुँदैन थियो। अनि टक्क अहिले चाहिँ रोस्ट बनाउन आँटेको टक्क मैले चाहिँ काटेको मासु चाहिँ कराईमा हालिदिएको उसिन्नको लागि पानी राखेर अनि एकछिन उसानेपछि हामीले तार्न थाल्यौँ परि अनि टक्क पाकेर खायौँ।